न उहाँलाई आफ्नो भनेर छुन सक्छु, न उहाँको लागि मर्न सक्छु। बिर्सन खोज्छु तर बिर्सन सक्दिनँ भन्नुभएको छ। यो चाहिँ एउटा विवाहित मान्छेसँगको प्रेम हो है। कथा यसरी सुन्नुहुन्छ है त। नमस्ते दाई, मेरो पनि 2 शब्द सबैलाई सुनाइदिनुहोस् न। आजसम्म कसैलाई खुलेर भन्न नसकेको पीडा तपाईँ मार्फत सुनाउन मन लागेको छ। मलाई पनि थाहा छ उहाँ विवाहित भएको मान्छे हो। यो कुरा मैले सुरुदेखि नै बुझेको थिएँ, तर मनले कहिल्यै सम्बन्धको हिसाब गरेर माया गर्न सकेन। थाहा हुँदाहुँदै पनि उहाँप्रति माया बस्न पुग्यो। आज यस्तो अवस्थामा पुगेको छु, न त उहाँलाई आफ्नो भनेर छुन सक्छु, न उहाँको लागि मर्न सक्छु। बिर्सन खोज्छु तर बिर्सन सक्दिनँ। बिर्सेर अर्को मान्छेलाई रोज्न पनि सक्दिनँ। मेरो मन त्यहीँ अड्किएर बसेको छ। धेरैले मलाई दोष दिनुहुन्छ, विवाह भएको मान्छेलाई किन माया गरिस् भनेर सबैले औँला उठाउँछन्। कसैले मेरो मनको पीडा बुझ्ने कोसिस पनि गरेन। म पनि त कहिल्यै त्यस्तो चाहन्थेँ र। माया त सोधेर, रोजेर, सोचेर बस्ने कुरा रहेनछ। जब मन कसैसँग जोडिन्छ त्यसपछि सही र गलत छुट्याउन पनि गाह्रो हुँदो रहेछ। मेरो आफ्नो भन्ने कोही छैन। मम्मी बाबा पनि साथमा हुनुहुन्न। कहिलेकाहीँ लाग्छ आमाको काखमा टाउको राखेर एकछिन रोइदिन पाए सायद यति धेरै पीडा महसुस हुने थिएन होला। तर मेरो भाग्यले त्यो पनि दिएन। किन मेरो जीवनमा मात्र यस्तो परीक्षा आइरहेका छन् भन्ने प्रश्नले दिनरात परिरहन्छ। सबैको भाग्य यस्तै हुन्छ कि मेरो मात्र यस्तै हो त्यो मलाई थाहा छैन। उहाँको एउटा छोरा छ, त्यो कुरा पनि मैले मनैदेखि स्वीकार्न सक्थेँ। एउटा बच्चा भएको भनेर मैले कहिल्यै उहाँलाई कम माया गरिनँ। उहाँको विगतलाई पनि मैले स्वीकारेर उहाँसँग बाँकी जीवन बिताउन सक्थेँ भन्ने सोच थियो। तर समस्या उहाँ होइन, उहाँको परिवार हो। उहाँको परिवारले मलाई कहिल्यै स्वीकार्दैन। उल्टै आज मारिदिन्छु, भोलि मारिदिन्छु भनेर धम्की दिनुहुन्छ। यस्ता शब्दहरू सुन्दा मेरो मन यति धेरै डराउँछ कि अब त बाँच्न पनि डर लाग्न थालेको छ। उहाँ पनि आफ्नो घरको कुरा, आफ्नो दुःख, आफ्नो मनको सबै पीडा मसँग खुलेर बाँड्नुहुन्छ। उहाँको आँखामा पनि मेरो लागि धेरै माया देख्छु। उहाँले मलाई धेरै माया गर्नुहुन्छ भन्ने विश्वास छ। म उहाँको मायामा कुनै शङ्का गर्दिनँ। तर त्यो माया भएर पनि उहाँले मलाई आफ्नो भनेर संसार सामु चिनाउन सक्नुहुन्न। म उहाँको जीवनमा भएर पनि नभए जस्तै छु। यही कुरा सम्झिँदा मेरो मन टुक्रा टुक्रा हुन्छ। कति पटक आफूलाई सम्झाएँ, अब बिर्से, यो सम्बन्धको अन्त्य गर, तर मनले मान्दैन। उहाँसँग नजिक हुँदा पनि पीडा हुन्छ, टाढा हुँदा झन् धेरै पीडा हुन्छ। यस्तो दोधारमा बाँच्नुभन्दा गाह्रो अरू केही हुँदैन रहेछ। रातभरि निन्द्रा पर्दैन, एक्लै बसेर धेरै रोएको छु। कति पटक आफ्नै जीवनप्रति पनि डर लाग्ने सोच आउँछ। आखिर यो जिन्दगी कसरी बिताउने, कसरी आफूलाई सम्हाल्ने, केही पनि बुझ्न सकेको छैन। म कसैको घर बिगार्न चाहन्न, कसैको अधिकार खोज्न पनि चाहन्न। मैले चाहेको त केवल मनले गरेको मायाको सम्मान मात्र हो। तर अहिले परिस्थिति यस्तो बनेको छ कि न उहाँलाई पूर्ण रूपमा पाउन सक्छु, न उहाँलाई छोडेर अगाडि बढ्न सक्छु। बीच बाटोमै रोकिएको मेरो जीवन कसरी अघि बढाउने भन्ने उत्तर छैन मसँग। कसैले पनि उहाँको परिस्थितिको कथा नसुनी दोष नदिनुहोस्। बाहिरबाट देखिने सम्बन्धको पछाडि कति आँसु, कति पीडा, कति विश्वस्ता लुकेको हुन्छ त्यो सम्बन्धमा बाँचेको मान्छेलाई मात्र थाहा हुन्छ। यदि मेरो कथा सुन्नुहुने सबैले मेरो लागि एउटा सानो प्रार्थना गरिदिनु भयो भने सायद भगवानले यो पीडा सहन सक्ने शक्ति दिनुहुन्छ कि म पनि एक दिन मन हल्का पारेर मुस्कुराउन सकूँ। यही मेरो सानो आशा हो भन्नुभएको छ। अनि भगवानले तपाईँलाई सधैँ खुसी राखिदिउन्। यस्तै हो, विवाहित मान्छेसँग कहिलेकाहीँ जानी नजानी प्रेम हुन सक्छ। प्रेम भएपछि एक दिन छुटिन त परि नै हाल्छ। तर सकेसम्म तपाईँहरूको सम्बन्ध जोडियोस्, यही भगवानसँग कामना गर्छु है त।